लेख्नुहोस् 2 मिनट कि 2 सेकेन्ड सबैजना कमेन्ट गर्नुहोस् 2 मिनट कि 2 सेकेन्ड लेख्नुहोस् सबैजना लेख्नुहोस् 2 मिनट कि 2 सेकेन्ड कि बोथ बोथ मलाई थाहा थियो दुई के अरे बोथ भन्नुहुन्छ तपाईहरू पहिला यो प्रश्न को सोलुसन गर्नुभन्दा पूर्व हामी पहिला प्रश्न बुझौं त्यसपछि यसको हामी सोलुसनतिर प्रवेश गर्छौं है त रेडी हुनुहुन्छ आर यु रेडी गाइज ओ गाइज आर यु रेडी ओके सो एकछिनको लागि ध्यान दिनुस् एकछिनको लागि म व्यापारी मेरो पसल छ र मेरो पसलमा के त चामलहरु स्पेशल मात्रै म चामलको मात्र बेच्छु है साथीहरु मात्रै चामलको व्यापारी है चामल बाहेकहरुमा के पनि बेच्दिन एकदम ब्रान्डेड चामल राख्छु फेरि है अब मसँग चाहिँ दुई थरीका चामलहरु दुईवटा बोरामा यसरी म राखेको छु दुईवटा बोरामा दुई थरीका चामलहरु एउटा पहिलो थरीको चामल 15 रुपैयाँ प्रति केजी अर्को चाहिँ लास्टै के त सस्तो 10 रुपैयाँ प्रति केजी मलाई भन्नुस् त व्यावहारिक लाइफमा महँगो चामलको नाम के हो महँगो चामलको नाम के हो हाम्रो व्यावहारिक लाइफमा जुन हामी डेली लाइफमा युज गर्छौं हो भेरी गुड कुन मती साथी हो बासमती भेरी गुड बासमती हो है ल सस्तो चामलको नाम के हो पुरै सस्तो का मार्सी त छुन पनि दिदैन ओ हेलो एक्सक्युज मी मार्सी त छुन पनि दिदैन मार्सी धेरै महँगो छ हो भेरी गुड मनसुली ठीक छ मनसुली मोटो चामल मनसुली अब यसलाई यसरी सम्झिनुस् बुझाउनको लागि म भन्दै छु यो बासमती चामल के भयो त एक्सपायर भयो क्या के भयो एक्सपायर भयो त एक्सपायर हुँदाखेरि के भयो त यसको बास के भयो सबै उडेर गयो म पनि रेशियो प्रोपोर्सन पढे लेखेको व्यापारी हो पढाउने खालको व्यापारी हो हैन मलाई त थाहा छ तब कोही व्यापारीले चाहदैन मलाई के होस् त घाटा होस् उले त केही न केही गरेर अलिकता भए पनि सीपीआई हालोस् भने पनि सोचेको हुन्छ क्या नाफा नआए पनि हैन फाल्नु भन्दा त अलिकता पैसा आओस् भन्ने सोचेको हुन्छ त यो बासमतीको बास के भयो उडेर गयो है त मैले के गरे एउटा तेस्रो बोरा लिए र तेस्रो बोरामा के गरे यताको मती र यताको मनसुलीलाई मिक्स गर्दिए र यसको नाम राख्दिए के त मती मनसुली कुन मनसुली रे साथी मती मनसुली यसको नाम राख्दिए मेरो पसलमा आउने जति पनि ग्राहकहरु छन् सबैलाई म के दिदैछु गफ दिदैछु के भन्दाखेरि मेरो पसलमा एउटा यस्तो चामल छ जसको नाम हो के रे मती मनसुली आफ्नै करेसाबारीको एकदम प्योर अर्ग्यानिक लोकल चामल मती मनसुली है आफ्नै फुल साइन्टिफिक तरिकाले मैले उब्जाएको हो यो हैन पुरै अर्ग्यानिक आफ्नै बारीमा हैन उब्जाएको यो चामल नाम के रे मती मनसुली मूल्य कति रुपैयाँ धेरै पनि छैन 12 रुपैयाँ राखिदिएको छु त्यसो हो भनेदेखि यो 12 रुपैयाँ प्रति केजी निर्धारण गर्नको लागि यो मती मनसुलीको मूल्य यो बासमती र मनसुलीलाई कुन अनुपातमा मिसाउनु पर्छ भनेर प्रश्न आएको त हो नि कुरा बुझिसो कस्तो लाग्यो तपाईलाई चामल मती मनसुली चामल राम्रो छ नि स्वाद कस्तो लाग्यो तपाईहरुलाई स्वाद मिठो भयो कि भएन हो बब्बाल मिठो छ नि साथी यो त बिना मासुको पनि घिच्न सकिन्छ त्यस्तो चामल हो यो त मज्जाले ल अब हामी सोलुसनतिर जान्छौं त सबभन्दा फर्स्टमा 2 मिनेट अर्थात हामी कन्सेप्चुअली कुरा गर्छौं त्यसपछि 2 सेकेन्ड अबदेखिको मोडेलमा हामी हरेक प्रश्न गर्नेवाला छौं है त ल अब ध्यान दिनुस् फर कन्सेप्टको लागि सुन्नु होला नसार्नुस् सार्ने काम पछि गर्नु होला पहिलो किसिमको चामललाई मैले ए बराबर 15 रुपैयाँ प्रति केजी लेट गरे दोस्रो किसिमको चामल बी बराबर 10 रुपैयाँ प्रति केजी मैले लेट गरे कुन अनुपातमा मिसाउनु पर्छ भनेर मैले x/y मान्दिए र मिश्रणको मूल्य मिसावट चामलको प्रति केजी मूल्य दैट इज टी बराबर चाहिँ के त 12 रुपैयाँ प्रति केजी मूल्य मैले लेट गरिदिए अब यसलाई हामी कम्बाइन मिनको टर्म्समा कम्बाइन मिन फर्मुलाको टर्म्समा मिक्सचरको चाहिँ यसलाई म फिट गर्दै छु फर्मुला हुन्छ a * x ax प्लस के त b * y by अपन के त x + y हुन्छ है अब टोटल कस्ट छ 12 रुपैयाँ a को भ्यालु छ कति 15x b को भ्यालु छ कति 10y अपन कति त x + y क्रस मल्टिप्लाई गरौँ यसलाई सो 12x + 12y बराबर आयो हाम्रो 15x + कति त 10y है त सो दिस मिन्स 12y - 10y बराबर आयो हाम्रो 15x - 12y आयो सो यो कति आयो 10y बराबर हाम्रो 3x आयो त दिस मिन्स हामी नर्मली x/y बराबर सरी 2 हो यो सो नर्मली हामी कति लेख्न सक्छौं त दैट इज 2/3 लेख्न सक्छौं दिस मिन्स x/y बराबर कति आयो 2/3 आयो यो हाम्रो के भयो कन्सेप्ट भयो यो सबैभन्दा लामो अर्थात यो कन्सेप्ट 2 मिनेट वाला भयो ठीक छ कुरा क्लियर छ
अब हेर्नुहोस् 2 सेकेन्ड हामीलाई जुन चाहिन्छ आइक्यूमा 2 सेकेन्ड के छ 2 सेकेन्डको लागि रेडी हुनुहुन्छ लेख्नुहोस् त्यसपछि सार्नु होला हामी यो रिटर्नमा पनि गर्छौं रिटर्नको लागि पनि एकदमै इम्पोर्टेन्ट छ 2 सेकेन्ड हेर्नुहोस् है ध्यान दिएर सुन्नुहोस् पहिलो किसिमको चामल कति रुपैयाँ छ डियर 15 रुपैयाँ दोस्रो किसिमको चामल कति रुपैयाँ छ 10 रुपैयाँ मिश्रणको मूल्य त 12 रुपैयाँ हामी अघि त मती मन्सुलीले त बीचमा राखेको थियो थिएन हो त्यस्तै यहाँ पनि राख्ने जहिले पनि के गर्ने नि यसरी डिफरेन्स लिने 10 र 12 को फरक कति यो 10 र 12 को फरक कति 2 15 र 12 को फरक कति 3 यही एन्सर हो सक्यो च्याट बक्समा सबैजना मुसुक हाँसेर लेख्नुस् क्लियर भयो कि भएन मजा आयो कि आएन लेख्नुस् सबैजना लेख्नुस् के रे साथी 10 र 12 को फरक जहिले पनि राइट डायगोनलबाट लिने है 10 र 12 को फरक 2 आयो 15 र 12 को फरक 3 आयो सक्यो 2:3 सबैजना लेख्नुस् त क्लियर भयो कि भएन अरे मजा आयो कि आएन लेख्नुस् सबैजना लेख्नुस् मजा आयो कि आएन सबैजना लेख्नुस् हो यसपालि थर सहित निकाल्ने हो नि थर सहित निकाल्नु परेन र भने लेख्नुस् मजा आयो कि आएन खोइ त यार मजा आयो कि आएन लेख्नुस् शाबास पानी पानी भयो कि भएन साथी हो सार्दै पनि गर्नु होला सार्नु पनि होला यो सार्नुस् सबैमा फिट हुन्छ एकदम नेचुरल पतञ्जलि प्रडक्ट हो सबैमा फिट हुन्छ यस्तो टाइपको प्रश्नमा कहाँ एउटामा फिट हुने मैले दिएको प्रश्नमा फिट हुने अर्कोमा नहुने त्यस्तो हुँदैन नि त मेरो राजा त्यस्तो हुँदैन ल सबैमा फिट हुने फुल नेचुरल पतञ्जलि हो ल ओके त्यसो भए जुम गर्नु जुम कस्तो मतलब आउट इन के गर्नु ठुलो सानो भन्न ल यो सारी हाल्नुस् त यो सारी हाल्नु भयो एउटा प्रश्न हजुरहरु पनि गरे हुन्थ्यो नि त्यही त यो सारेको भए सजिलो हुन्थ्यो कि सारिसक्नु भयो भने भन्नु होला सार्दै हुनुहुन्छ भने ठिकै छ म 1 मिनेट अझै वेट गरे गरौँ अर्को गरौँ रेडी हो ए ल ल ल ल गरौँ ल यहीबाट गर्नु होला यताबाट साथीले सोध्यो भने नि लामो सिकाउने हो आफूले गर्नुपर्दा फ्याट्टै गर्ने हो के है तर जहिले डिफरेन्स लिने राइटबाट लिने डिफरेन्समा माइनस लेख्ने हैन डिफरेन्स जहिले पोजिटिभ हुन्छ है फुल ब्ल्याक म्याजिक हो लेख्नुस् नेक्स्ट क्वेशन तपाईहरु सार्नु होला प्रश्न थुक्लिएर मेट्ने होइन है त ल एउटा व्यापारीले रु 16 प्रति केजी पर्ने चामल रु 16 प्रति केजी पर्ने चामल र रु 20 प्रति केजी पर्ने चामललाई कुन अनुपातमा मिसाउँदा मिसावट चामलको प्रति केजी मूल्य रु 18 रुपैयाँ हुन जान्छ ल गर्नुस् त लेट्स रक काटिरहेछ भने काट्ने काटिरहेछ भने के गर्ने साथी हो काट्ने है काटिरहेछ भने काट्ने ल सबैजना काटिरहेछ भने काट्ने आरामले गर्नुहोस् 1:2 हुन्न बाबा 1:2 कसरी हुन्छ 1:2 हुन्न के 1:2 हुन्न ए बाबा 1:2 हुन्न काटिरहेछ भने काट्ने हो 2:2 पनि अप्सनमा छैन अब विचार गर्नुहोस् 2:2 अप्सनमा छैन सरी ल ल हेर्नुहोस् हो ल पहिलो किसिमको चामल कति रुपैयाँ 16 रुपैयाँ दोस्रो किसिमको चामल 20 रुपैयाँ अनि मिश्रणको मूल्य कति रुपैयाँ 18 रुपैयाँ त 20 र 18 को फरक कति आयो लेख्नुस् त 20 र 18 को फरक कति आयो 20 र 18 को फरक कति अरे 18 19 20 भन्न छिटो 20 र 18 को फरक कति आयो 2 भेरी गुड त्यसो भए 16 र 18 को पनि फरक कति 16 र 18 को फरक कति 2 आयो नि 2 आयो अब काट्न मिल्छ कि मिल्दैन 2 1 जा 2 2 1 जा 2 एन्सर कति आयो 1:1 सबैजना च्याट बक्समा लेख्नुस् मुसो काँसेर क्लियर भयो सबैजना लेख्नुस् क्लियर भयो साथी हो लेख्नुस् क्लियर भयो ए एउटा अझै गरौँ कुरा अघि बिगार्नु भएको थियो एउटा अझै गरौँ लु एउटा अझै गरौँ एउटा अझै 20 प्रति एउटा पसलेले रु 20 प्रति केजी पर्ने चामल र रु 29 प्रति केजी पर्ने चामललाई कुन अनुपातमा मिसाउँदा मिसावट चामलको प्रति केजी मूल्य रु 25 हुन जान्छ ल 25 हुन जान्छ लु यसपालि मिस्टेक हुनु भएन है यसपालि मिस्टेक गर्नुभयो भने त के मजा आउँछ र यार यति मैले कराएर तपाईलाई बुझाएको छु यति गरेर मैले बुझाएको छु यसपालि मिस्टेक हुनु भएन है ल भेरी गुड ल यसपालि मिलाउने सम्पूर्ण साथीलाई धेरै धेरै बधाई छ ल अब म फेरि चेक गर्छु है त एकचोटी ल कन्फर्म गरिहालौ है त एन्सर कन्फर्म गरिहालौ कति आयो 20 रुपैयाँ 29 रुपैयाँ अनि कति आयो 25 रुपैयाँ हो ल भन्नुस् त 29 र 25 को फरक कति आयो डियर 29 र के रे 25 को फरक 4 आयो भेरी गुड 20 र 25 को फरक कति आयो 5 आयो भेरी गुड एन्सर कति आयो 4:5 क्लियर भयो साथी हो सबैजना च्याट बक्समा लेख्नुस् क्लियर भयो मजा आयो कि आएन लेख्नुस् र आजको छोटो र मिठो क्लास तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला सबैजना लेख्नुस् आजको क्लास तपाईलाई कस्तो लाग्यो लेख्नुस् आफ्नो मनमा भएका कुराहरू पोख्नुस् साथी हो कस्तो लाग्यो आजको क्लास लेख्नुस् सबैजना
के तपाईँहरू आइक्यूमा ह्याप्पी हुनुहुन्छ कि ह्याप्पी हुनुहुन्न साथी हो? अरे मजा आइरहेछ कि छैन आइक्यू पढ्न? तपाईँहरू फुल सेटिस्फाइड हुनुहुन्छ नि साथी हो? ल ओके, धेरै धेरै धन्यवाद सबैजनालाई, मेरो हृदयदेखि नै धन्यवाद। ल अब बाँकी कुरा चाहिँ नयाँ कोही साथी हुनुहुन्छ भने हाम्रो सरले यहाँलाई जानकारी गराउनुहुन्छ है त। सर प्लिज।